ब्याक पास ओ राम्रो यहाँनिर ओ राम्रो पास शट लाएर रोयल फुटसलबाट यति बेला यो भिडियो तपाईँ हेर्दै हुनुहुन्छ। धुमी एफसी भर्सेस विजय एफसी मात्र 1 को डाउन। निकै कडा म्याच भइराखेको छ। अतीत ओहो ब्याक पास सुभाषलाई, सुभाषको अरुणलाई पास दिने प्रयास। अरे राम्रो पास यहाँनिर गोल हुन सक्छ। इजी गोल हुन पुग्यो र फेरि दुईले लिड गर्न सफल धुमी एफसी। कमजोर डिफेन्सको फाइदा धुमी एफसीलाई। अतीत साथी खोज्दै अतीतको पास बाहिरिएको छ। कडा डिफेन्सको नमुना प्रस्तुत धुमी एफसीबाट। हल्का जुम गरौँ न, जुमै हुँदैन त। फितलो सट र यो अर्को सट, यो पनि फितलो। सिमोस अरुणलाई पास दिने प्रयास। टेनिनले राम्रो क्लियर गरिदिएका छन्। सुरज अतीत ब्याक पास राम्रो यहाँनिर यो राम्रो थ्रु पासलाई उत्कृष्ट हेड गरेर गोल गर्न सफल विजय एफसी। र फेरि 1 मा झरेको छ, यानि कि धुमी एफसी 1 ले अप छ स्टिल। भुवनबाट निकै राम्रो खेलको नमुना प्रस्तुत। सुरजले विफल पारिदिएका छन्। अतीत बल लाग्दै यार ठ्याक्क कसले हानेको मैले ख्यालै गरिनँ। सुभाषको यो फितलो क्लियर। भुवनबाट निकै उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत। अतीत र सिमोसलाई राम्रो पास थियो, तर सिमोसबाट राम्रो रिड हुन नसक्दाखेरि फाइदा धुमी एफसीलाई। ब्याक पास र क्लियर गरिदिएका छन् सुभाषले। राम्रो डिफेन्सको नमुना प्रस्तुत। तर धुमी एफसीलाई टस थियो, ठिकै छ। यो टेनिनको बतासे शट। शट बतासे भए पनि टेनिनले निकै राम्रो डिफेन्सको नमुना प्रस्तुत गरिराखेका छन्। जोसन भर्सेस अतीत। अतीत बल खोज्न सफल। ब्याक पास सुभाषको यो अर्को फितलो। ल्याप्रेक हानिरहेछ है सुभाषले। राम्रो चास। त्यति राम्रो क्वाके सट हुन सकेन। अतीत आउट हुन पुगेको छ। मात्रै 1 ले डाउन विजय एफसी। राम्रो पास
ओहो बल खोज्न सफल यहाँनिर ओहो राम्रो सर्ट थियो ओ माई गुडनेस ब्याक टु ब्याक सर्ट हान्दाखेरि गोल भएको छ र यहाँनिर क्विक काउन्टरमा झन्डै गोल भएको र फेरि 2 ले लिड गर्न सफल फितलो यहाँनिर टच हुन पुगेको छ ब्याक पास सुभाषलाई ओ सुभाषको राम्रो पास थियो तर हेडर पनि त्यति राम्रो हुन सकेन किपरले बल क्लियर गरिदिएका छन् फिर मिस पास और लक्ष्य राम्रो पास और राम्रो बचाउ निकै राम्रो बचाउ गर्न सफल विजय अब भने गेम लेभलमा ल्याउन मुस्किल देखिन्छ सिमसलाई पास सिमसबाट त्यति राम्रो कन्ट्रोल भने हुन सकेन बढीमा 2 मिनेट छ अब राम्रो पास फेरि चान्स छ यो चान्स पनि फेरि गुमेको छ पोस्ट खाली छ र यो अर्को मौका गुमाएको छ दुमी एफसीले यद्यपि दुमी एफसी निकै कम्फर्टेबल पोजिसनमा प्रकाशजीले निकै राम्रो डिस्टर्ब गरिराख्नु भएको छ राम्रो सास छ यहाँनिर राम्रो बचाउ भुवनबाट हातमा लागेको छ राम्रो पास लक्ष्यबाट फेरि पनि यहाँनिर राम्रो प्रस्तुति हुन सकेन समय धेरै छैन अब र एक्लै बल कन्ट्रोल गर्न सफल राम्रो यहाँनिर अरे वाह अरुण सरको यो ब्रिलियन्ट इन्डिभिजुअल गोल कस्तो राम्रो पास oh my god अरे वाह बल खोज्न सफल
राम्रो पास र गेम अलमोस्ट लेभलमा आउन लागिसकेको छ। मात्रै 1 डाउन। निकै राम्रो प्रस्तुति विजयएफसी को अन्तिममा र अन्तिम चरणमा कर्नर पाएको छ र यो लास्ट आउटको घन्टी पनि बजिसक्यो। और